नमस्कार दर्शक वृन्द, आज हामी कुरा गर्दैछौँ बीबीसीको 41 मिनेट जसले 41 वर्षको लुटको साम्राज्य हल्लाएको छ। चुनावको ठिक मुखैमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैलाई मुटु छेड्ने गरी झड्का दिएको छ। यो एक डकुमेन्ट्री होइन, यो त एमालेको झुटो नारा पहिला संसद भवन जल्यो अनि गोली चल्योलाई चिरेर फाल्ने 12 रेक्टरको भूकम्प हो। के भन्छ बीबीसी यो हेरौं। भदौ 23 र 24 को जेनजी आन्दोलनमा पहिला पुलिसले निहत्या युवाहरूमाथि शत्रु जस्तै गोली चलायो, 19 जना युवा मारिए। त्यसपछि मात्र संसद भवन जल्यो, त्यो पनि ओली सरकार ढलेपछि जनताको क्रोधमा। तर एमालेका कार्यकर्ता र नेता अझै पनि भ्रमको पराकाष्ठ नागिरहेका छन्। पहिला संसद जल्यो अनि गोली चल्यो भनेर यो झुटलाई बीबीसीले प्रमाण सहित छाताछुल्ल पारिदियो। अब एमालेसँग बचाउ के बाँकी छ त? यो एआई भिडियो हो भनेर चिच्याउने। तर जनताले अब पत्याउनेवाला छैनन्। अब एमालेसँग जनता सामु भोट माग्ने ठोस बहाना पनि बाँकी छैन। त्यसैले उनीहरूले पुरानै भ्रामक नारा बोकेर गाउँ छिरेका छन्। हामीले हार्यौं भने देश विदेशीले हडप छ, आफ्नै गोजीबाट भत्ता बाँडे जसरी प्रचार गरिँदैछ। आफूले जिते थपिदिने र अरूले जिते भत्ता खोसिन्छ भनेर गरिब जनतालाई त्रसित बनाइँदैछ। आफ्नै सम्पत्तिले धारो रोड ल्याइदिउँ भन्दै प्रचार गरिँदैछ। वास्तविकता एकदम फरक छ। घरमा धारो आयो तर महाकाली बेचियो, घरमा रोड आयो तर त्यही मोटर बाटो हुँदै युवाहरू विदेशिए। गाउँ खाली भयो, स्कुल भवन बन्यो तर विद्यार्थी छैनन्, जिउँदाका जन्ती छैनन्, मर्दाका मलामी छैनन्। सरकारी कार्यालयहरूमा जन्म दर्तादेखि मृत्यु दर्तासम्म घुस नखुवाई बन्दै एउटा गाउँको ठिटो नेपालमै परिवार पाल्न नसकेर विदेशीले खोज्दा एजेन्सीमा लुटिन्छ। हरेक सरकारी अड्डामा खुलेर भ्रष्टाचार देखिन्छ। कानुन कागजमा मात्र छ, सर्वसाधारणले कहिल्यै न्याय पाउँदैन। कानुनको नियमन हुँदैन, अनुगमन हुँदैन। सबैलाई थाहा छ कहाँ कहाँ भ्रष्टाचार छ भनेर। यति बेला एमालेले देश बनायौं, धारो भत्ता र रोड ल्याइदिउँ, त्यसैले भोट एमालेलाई दिनुपर्छ भन्दै हिँडिरहेको छ। तर नेपाली जनताले अब बुझ्नै पर्छ, यो निर्वाचन भावनामा होइन, तथ्यमा टेकेर भोट हाल्ने हो। सबैभन्दा कडा सत्य के हो भने यतिका वर्षमा देश बनाउन नसकेका एमाले र कांग्रेसले अब कहिल्यै बनाउन सक्दैन। उनीहरूको सिद्धान्त नै भ्रष्टाचार, बेरोजगारी, युवा विदेश पलायन, मानव बेचबिखन, लुटको संस्कृति र युवाको रगत हो। बीबीसीले देखाइदियो, ओली तन्त्रले युवालाई शत्रु ठानेर गोली हान्छ, ओली तन्त्रले अधिकार माग्ने नागरिकको हत्या गर्छ। दर्शकवृन्द, तपाईहरूको भोट तपाईको हतियार हो। तथ्य हेरेर रगतको मूल्य बुझेपछि मात्र हाल्नुहोस्। यो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रयास गरिसकेको छ, तर सत्य लुकाउन सकिँदैन। शेयर गर्नुहोस्, कमेन्टमा आफ्नो राय राख्नुहोस्। यो भिडियो लाइक गरेर धेरै भन्दा धेरै मासमा पुर्याउन सहयोग गर्नुहोस्। धन्यवाद। जय नेपाल, जय युवा, नमस्ते।